हजुरहरूको यो म्युचुअल फन्ड कसरी सेल गर्ने भनेर नथाहा पाएर यत्तिकै राखिरहनु भएको छ। ल आज चाहिँ हेरौँ है त यो स्टेपहरू, इजी स्टेपहरू छ कसरी सेल गर्ने हाम्रो क्लोज इन्डेड म्युचुअल फन्डहरू भनेर है। अब सबैभन्दा सुरुमा त आफ्नो ब्रोकर एकाउन्ट खोल्नै पर्यो। ब्रोकर एकाउन्ट खोलिसके पछाडि चाहिँ हजुरको यसरी लेफ्ट साइडमा अर्डर म्यानेजमेन्ट भन्ने हुन्छ, त्यसमा क्लिक गरेर बाई सेलमा क्लिक गर्ने है। अनि त्यस पछाडि यो आइएनएसटी लेखेको छ नि, त्यसमा एकचोटि क्लिक गरे पछाडि यो एमएएफलाई चाहिँ सेलेक्ट गर्नुपर्छ है, म्युचुअल फन्ड भनेर भन्नु खोजेको हो। अनि यो सिम्बलमा चाहिँ हजुरहरूको अब कुनको म्युचुअल फन्ड बेच्नु खोज्नु भएको छ त्यसको सिम्बल हाल्ने। अनि त्यसरी हजुरसँग कति क्वान्टिटी छ राख्ने र कतिमा सेल गर्नु खोज्नु भएको त्यो पनि माथि राखिदिने। अब यसको चाहिँ लो र हाईको बिचमा राख्नुपर्ने हुन्छ। 9.32 देखि 9.88 को बिचमा राख्नुपर्छ। मैले 9.88 राखेर यहाँ तल्लोपट्टि सेल गरिदिएको छु। यो सक्सेसफुल्ली सेल भए पछाडि चाहिँ डेको यो यहाँ यसरी देखाउँछ पेन्डिङ छ। कम्प्लिट भइसके पछाडि चाहिँ हजुरलाई चाहिँ मार्केट क्लोज भए पछाडि यो चाहिँ अर्कै सेयरको फेरि पिसिआइएलको मेसेज आउँछ हजुरहरूलाई चाहिँ फोनमा, यो चाहिँ ट्रान्सफर गरिदिनु होला भनेर है। यसरी चाहिँ आफ्नो म्युचुअल फन्ड इजिली बेच्न सकिन्छ है। अब फेरि सेयर बेचिसके पछाडि चाहिँ के गर्ने भन्ने कुरा आयो है। सुरुमा त माई पर्चेस सोर्समा जाने अनि स्क्रिप्टमा गएर कुन सेयर बेच्नु भएको छ त्यो क्लिक गर्ने, त्यसलाई क्लिक गरेर सर्च गर्ने। सर्च गरे पछाडि तल स्क्रिप्टमा देखाउँछ, यसमा टिक लाएर प्रोसिड गर्ने हैन। मैले चाहिँ पिसिआइएलको देखाइरहेको छु किनकि यसमा फेरि तलपट्टि टिक लाएर फेरि सबमिट गरिसके पछाडि माई होल्डिङ्समा जाने, त्यसरी फेरि पिसिआइएलमा गएर सर्च गर्ने अनि फेरि तलपट्टि प्रोसिड गर्ने यहाँ टिक लाएर। यति गरिसक्नु भए पछाडि हेर्नु है, अपडेट गर्ने। यति भइसके पछाडि यो माई इडिआइएसमा जाने अनि ट्रान्सफर सेयरमा जाने अनि भ्यू डिटेल्समा जाने अनि फेरि यहाँ साइडमा टिक लाएर प्रोसिड गरिदिने अनि फेरि आई एग्रीमा टिक लाएर फेरि कम्प्लिट गरिदिने। हजुरको चाहिँ अब सेयर चाहिँ ट्रान्सफर भइसकेको छ है त। अब चाहिँ हजुरको पोर्टफोलियोबाट त्यो सेयर गइसक्यो। हजुरको एकाउन्टमा 2 देखि 3 दिनभित्र एमाउन्ट पनि आउँछ। यस्तै भिडियोहरू हेर्नुको लागि हामीलाई सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला है।